हेलो गाइस, सोनू नेवर च्यानलमा तपाईँहरूलाई स्वागत छ। फेरि पनि आज आइसकेको छौँ हामी भुटान बोर्डर तामुलपुर डिस्ट्रिक्ट भुटान रोडमा। हामी चाहिँ भुटानभित्र एन्ट्री गरिसकेको छौँ। म र मेरो दाजु हल्का गाउँ घुम्न आएको थियौँ। गाउँ घुम्दा आउँदै भुटान नआइकन त फेरि गाउँ आएको जस्तो लाग्दैन। त्यही कारण हामीले एन्ट्री हान्यौँ भुटानभित्र। मेरो दाजु र म भएर भुटान एक्सप्लोर गर्दैछौँ हो। हजुरहरूले पनि हेर्नु होला भुटान कति क्लिन छ, हाइजेनिक छ हो, राम्रो छ, एकदम राम्रो लाग्छ। भित्र आएर तपाईँहरू पनि कहिले भए घुम्नु आउनु होला। हामी पनि भुटान घुमेर बहुत राम्रो लाग्छ। हामी पनि सधैँ त अब आउनु पाउँदैनौँ, कोही बेला आउँछौँ। आएपछि चाहिँ घरमा आएको बेला भुटानभित्र चाहिँ पस्छौँ एक बार हो। तपाईँहरू पनि आउनु होला। दामी छ जग्गाहरू पनि हो, डिसिप्लिन छ, जग्गाहरू एकदम हाइजेनिक छ, क्लिन छ, एकदम सुन्दर छ जग्गा। तपाईँहरू पनि आउनु होला। कोही बेला आउनुभयो भने भुटानमा चाहिँ एक बार भए पनि बस्नु होला। त्यहाँको मार्केट, त्यहाँको रुलहरू राम्रो छ हो, सबै थोक राम्रो छ। गभर्मेन्टको रुलहरू पनि राम्रो छ त्यहाँको। हामीलाई त दामी लाग्छ भुटान। कहिले काम गर्दा वाक्कै लाग्छ। त्यही कारण माइन्ड फ्रेस गर्नु कोही बेला घुम्नु पनि पर्छ। कति काम गर्नु साथी हो, काम गर्दा होइन हैरान हुन्छ। अन्त त्यही कारण कोही बेला घुम्नु पनि आउनुपर्छ। यो चाहिँ हो राजा रानीको फोटोहरू यहाँ डिस्प्लेमा एकदम दिएको छ हो। अनि त्यही अनि यता यो भयो मार्केट एरिया। मार्केटतिर जाँदैछौँ हामी चाहिँ। अनि यसो फोटोसोटो खिच्दै दाजु चाहिँ एकदम भ्यू पोइन्टको फोटोहरू खिच्नु हुँदैछ। म चाहिँ यता ब्लग बनाउँदैछु तपाईँहरूलाई देखाउनुको लागि हो। यो चाहिँ भयो, यहाँ चाहिँ तपाईँहरूको सबै भुटिया मार्केट हो। यहाँ रेस्टुरेन्टहरू पनि छ, बारहरू छ, क्यारोकीहरू छ हो। तपाईँहरू आउनुभयो भने कहिले आउनु होला। क्यारोकी चाहिँ तपाईँहरूको राति 7 बजीबाट स्टार्ट हुन्छ अनि राति 10-11 बजीसम्म हुन्छ, खुल्ला 11-12 बजीसम्म। अनि क्यारोकीभित्र चाहिँ तपाईँ पुरा राम्ररी फ्यामिलीसँग अब साथीहरूसँग आउनुभयो भने इन्जोय गर्नु सक्नुहुन्छ राम्ररी हो। गानाहरू गाएर हो, खाना भयो, ड्रिङ्क्सहरू भयो, प्राइसहरू पनि रिजनेबल छ हो। अनि पेट्रोलको दामहरू पनि कम्ती छ भुटानभित्र। गाडी मतलब आउनुभयो भने चाहिँ गाडी अलिक खाली गरेर आउनु होला। पेट्रोल चाहिँ टन्न भराएर जानु सक्नुहुन्छ। पेट्रोलको दाम बहुत कम्ती छ भुटानभित्र। ड्रिङ्क चाहिँ पहिला अलिकति सस्तो थियो बियरहरू चाहिँ, अहिले चाहिँ फेरि इन्डियाको जति नै महँगै भएको छ। तर प्राइस चाहिँ फेरि ठिकै छ। प्राइस मतलब 12भित्र पस्नुभयो भने पनि तपाईँहरूले प्राइस चाहिँ अब एमआरपीमा भेट्नुहुन्छ हो। यहाँ हेर्नु न बियरको बोतलहरू कति, यहाँ चाहिँ बियर चाहिँ खतरै चल्छ, ड्रिङ्कहरू चाहिँ खतरै चल्छ। किनकि मान्छेहरू सबै यता बियर सियर पनि खानुहुन्छ। साथी